पेमेन्ट प्लान खास तपाईँहरूले यो पेमेन्ट प्लान भन्ने शब्द चाहिँ सुनिराख्नु भएको होला दुबई रियल इस्टेट मार्केटमा चाहिँ इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडि। तर यो पेमेन्ट प्लान भनेको के हो त, तपाईँहरू धेरैलाई चाहिँ मिसकन्सेप्सन रहेछ कि पेमेन्ट प्लान भनेको चाहिँ ब्याङ्कको थ्रुबाट लोन लिएर चाहिँ इन्ट्रेस्ट पे गरेर चाहिँ तपाईँले चाहिँ प्रोपर्टी लिनुलाई चाहिँ पेमेन्ट प्लान भन्ने चाहिँ तपाईँले मिसकन्सेप्सन राखिरहनु भएको छ भने तपाईँहरूले यो मिसकन्सेप्सन हटाइदिँदा हुन्छ। किनभने तपाईँको एक्चुअली पेमेन्ट प्लान भनेको चाहिँ डेभलपरले दिने प्लान हो, जाने चाहिँ तपाईँको चाहिँ ड्युरिङ कन्स्ट्रक्सन तपाईँको चाहिँ 3 वर्ष यदि तपाईँको चाहिँ कुनै पनि प्रोपर्टी बन्न टाइम लाग्छ भने 3 वर्षसम्म तपाईँले आनन्दले तपाईँको प्रोपर्टी बन्दासम्म चाहिँ तपाईँले चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ हामीले चाहिँ पेमेन्ट प्लान भनिन्छ, जसमा चाहिँ तपाईँले डेभलपरले चाहिँ तपाईँलाई पेमेन्ट प्लान दिएर चाहिँ कुनै पनि इन्ट्रेस्ट लिँदैन। तपाईँको घर बनाएर पनि तपाईँको बिस्तारै बनाएर पनि दिन्छ र तपाईँ त्यही बेलासम्म चाहिँ तपाईँले बिस्तारै पेमेन्ट प्लान पाउन सक्नुहुन्छ। सो यसको चाहिँ फाइदा के छ त, पेमेन्ट प्लानको फर्स्ट फाइदा भनेको चाहिँ तपाईँले चाहिँ पेमेन्ट एकैचोटि दिनुपर्ने हुँदैन। तपाईँले चाहिँ 3 वर्षको हाराहारीमा चाहिँ लगभग भनेको चाहिँ 1% 2% गरेर तपाईँले डेभलपरलाई पेमेन्ट गर्न सक्नुहुन्छ विदाउट एनी इन्ट्रेस्ट। सो दोस्रो यसको फाइदा रहेको छ, तपाईँहरूले चाहिँ जुन चाहिँ तपाईँले मन्थली पेमेन्ट प्लान गर्दै हुनुहुन्छ र तपाईँको चाहिँ घर बन्दासम्म तपाईँले पेमेन्ट गर्दै हुनुहुन्छ, त्यति बेलासम्म तपाईँको चाहिँ घर पनि एप्रिसिएट भइसकेको हुन्छ, तपाईँको प्रोपर्टी पनि एप्रिसिएट भइसकेको हुन्छ जबसम्म तपाईँले पेमेन्ट प्लान तिर्दै हुनुहुन्छ। सो यो दुईवटा फाइदा रहेको छ पेमेन्ट प्लानको, जाने चाहिँ तपाईँले अफलाइन प्रोजेक्टमा चाहिँ इन्भेस्टमेन्ट गर्नुहुन्छ भने। तपाईँहरूलाई कुनै पनि दुबई रियल इस्टेट मार्केटको बारेमा केही पनि क्वेरिजहरू छ या फिर केही पनि जानकारी चाहिएको छ भने कन्ट्याक्ट गर्नु होला मलाई।